त्यो कुरा के हो भने वास्तवमा भन्नुपर्दा यो त्यो समय थियो जब अङ्ग्रेजहरूले भारत कब्जा गरिरहेका थिए र कुष्ठरोग व्याप्त थियो। इसाई धर्म प्रचार गर्न भारत पठाइएका एक पादरीले अवसरको फाइदा उठाउँथे र जब उनी कुनै बिरामीलाई भेट्थे उनीहरूलाई येशू ख्रीष्टमा शरण लिन भन्थे। उनीहरूको सबै पीडा कम हुन्थ्यो। सादा दिल भारतीयहरू उसको जालमा पर्न थाले र धर्म परिवर्तनको यो क्रम कुष्ठरोग मिसनको रोकथाम र सेवाको नाममा चलिरह्यो। त्यसपछि यस्तो मोड आयो कि अरूलाई इसाई बनाउने त्यो पादरी भारतको हिमाचल प्रदेश पुगेपछि हिन्दू सन्यासी बन्यो। आर्य समाजको इतिहासमा यो अमेरिकी महात्माको कथा अमर छ। नमस्ते जी, म हरप्रीत कौर हुँ। कथा एउटा चर्चबाट सुरु हुन्छ र एउटा आर्य समाज मन्दिरमा आएर समाप्त हुन्छ। यो भन्नुहोस् एउटा अमेरिकी पादरीको स्वार्थबाट सुरु भएर एउटा आर्य महात्माको त्यागमा आएर टुङ्गिन्छ। अमेरिका फिलाडेल्फियामा 16 अगस्त 1882 मा जन्मिएका धनी बुवाका छोरा थिए मिस्टर स्यामुएल इभान स्टोक्स जुनियर। पादरीहरूको निगरानीमा हुर्किएका सैमुअल इभान स्टोक्सको तीक्ष्ण बुद्धिबाट खुसी भएर पादरीहरूले उनलाई भारतमा इसाई धर्मको प्रचार प्रसारको महत्त्वपूर्ण जिम्मेवारी सुम्पिए। आजभन्दा करिब 125 वर्ष अघि जब भारत अङ्ग्रेजहरूको गुलाम थियो, जम्मा 21 वर्षको उमेरमा सैमुअल इभान स्टोक्स नामको यो इसाई केटा चर्चको आदेशमा इसाई मिसनरी बनेर भारतीयहरूलाई ईसा मसीहको सन्देश दिन र हिन्दूहरूको धर्म परिवर्तन गराउन स्टोक्सलाई भारत पठाइयो। स्टोक्स सुरुवाती दिनहरूमा मुम्बई र त्यसपछि देशका धेरै मैदानी क्षेत्रमा बसे, तर धेरै गर्मीका कारण पछि हिमाचलका पहाडतिर गए। हिमाचल प्रदेशको कोटगढमा थानेदारबाट 6 किलोमिटरको दूरीमा 1843 मा अङ्ग्रेजहरूले बनाएको एउटा चर्च थियो। यहाँ आएर सैमुएल इभान स्टोक्सलाई गर्मीबाट राहत पनि मिल्यो, साथै हिमाचलका सरल स्वभावका मानिसहरूलाई इसाई धर्मको प्रचार गर्ने मौका पनि पाए। पुस 12 गते 1912 मा स्टोक्सले एक भारतीय इसाई महिलासँग विवाह गरे। इग्निससँग इसाई परम्परा अनुसार विवाह गरे। उनी आफ्नो परिवारको ठूलो व्यापारका एक्ला उत्तराधिकारी थिए। स्टोक्स परिवार चाहन्थ्यो कि छोरा भारतबाट फर्कियोस्, तर स्टोक्स मानेनन्। बिस्तारै पारिवारिक विरोध पनि शान्त भयो। जब इभान स्टोक्स भारतमै जीवन बिताउने निर्णयमा दृढ भए, तब उनको परिवारले पनि उनको यो जितको अगाडि घोडा टेकेको थियो। उनकी आमाले उनलाई सिमलाको 12 बागमा 30,000 रुपियाँ मूल्य बराबरको करिब 200 एकरमा फैलिएको चियाको बगैँचा विवाहको उपहार स्वरूप किनेर दिइन्, जसलाई पछि इभान स्टोक्सले स्याउको बगैँचामा परिवर्तन गरे। 1916 मा स्टोक्सले अमेरिकाको लुइसियानाबाट स्याउका बिर्ना ल्याएर स्याउको बगैँचा तयार गरे र उनले हिमाचलमा स्याउको क्रान्ति नै सुरु गरिदिए। आज हिमाचल स्याउका लागि प्रसिद्ध छ भने यसको सारा श्रेय इभान स्टोक्सलाई नै जान्छ। अहिलेसम्मको यो यात्रामा हामीले जे जति कुराहरू देख्यौँ र भोग्यौँ, ती सबै कुराहरू एकदमै सामान्य र स्वाभाविक रूपमा अगाडि बढिरहेका थिए जस्तो हामीलाई महसुस भइरहेको थियो। तर अब भने परिस्थितिमा केही परिवर्तन आउन लागेको छ। तर त्यसपछि अब असली कथा सुरु हुन्छ। ती दिनहरूमा देशमा प्लेगको महामारी फैलिएको थियो र जहाँ जहाँ प्लेग फैलिन्थ्यो त्यहाँका स्वस्थ मानिसहरूले आफ्ना परिवारका बिरामी सदस्यहरूलाई भगवानको भरोसामा छोडेर सुरक्षित स्थानतिर जान्थे। यस अवधिमा आर्य समाजका मानिसहरू बिरामीहरूको सेवा गर्ने काममा दिनरात लागि परेका थिए। यस भीषण परिस्थितिमा आर्य समाज संस्थासँग जोडिएका एक सन्त अथवा महात्मा पण्डित रुलियारामजी, जसको भित्र समाज सेवाको यस्तो तिर्खा थियो जुन दिनरात सेवा गरेपछि पनि अझ बढ्दै गइरहेको थियो। सेवा गर्ने यस्तो प्यास जुन कहिल्यै मेटिँदैन थियो। पण्डितजीमा समाजका लागि त्याग थियो, उत्साह थियो र निस्वार्थ सेवा भाव थियो। जब यो भावना अमेरिकी इसाई युवक सैमुअल इभान स्टोक्सले देखेपछि उनको मनमा सत्यताको ढोका खुल्यो र उनको मनमा आयो कि वास्तवमा मानव सेवा भनेको यही नै साँचो सेवा हो। पण्डित रुलियारामजीले जुन काम गरिरहनु भएको छ, मानव सेवाको सत्य र धर्म यही हो। बाँकी त उनी र उनका पादरीहरूले जुन मिसनरी आदेशमा धर्म परिवर्तनको काम गरिरहेका छन् त्यसमा स्वार्थ छ र मानवताको नाममा सेवा होइन, धोका छ। महर्षि दयानन्द जी के देन हो कि इसाई युवक सैमुअल इभान स्टोक्सले सत्य र ज्ञानलाई चिने र त्यसपछि ढिला नगरी पण्डित रुलियारामजीसँग भेट गरे। अनि स्टोक्सले पछाडि फर्केर हेरेनन्।
रुलिया रामजीसँग सत्य सनातन वैदिक धर्मको बारेमा जानी, त्याग र सेवाको मर्म बुझी, धर्मको सही अर्थ सिके। त्यो समय थियो जब भारतमा स्वतन्त्रताको लागि देशवासीहरूले आफ्नै प्राणको बलिदानले इतिहास लेखिरहेका थिए। पण्डित रुलिया रामजीले स्यामुअल इभान स्टोक्सलाई आर्य समाज मन्दिर जान सल्लाह दिनुभयो। केही दिन आर्य समाज मन्दिर गए र भारतमा चलिरहेको स्वतन्त्रता सङ्ग्राममा एक सिपाही बनेर होमिए। उनी त्यस्ता अमेरिकी थिए जसले ब्रिटिस सत्ता विरुद्ध आवाज उठाइरहेका थिए। अर्थात् आर्य समाजको विचारधाराबाट प्रभावित भएर स्यामुएल इभान स्टोक्स यस्ता क्रान्तिकारी बने जसबाट ब्रिटिस शासन डरायो। छिट्टै नै ब्रिटिस सरकारले राष्ट्रद्रोह र घृणा फैलाएको आरोपमा सैमुएल इभान स्टोक्सलाई 6 महिनाको जेल सजाय सुनायो। भनिन्छ जब केही राम्रो हुन गइरहेको हुन्छ तब श्राप पनि वरदान बन्न सक्छ। इभान स्टोक्सका लागि यी 6 महिना जेल ब्रिटिस शासन र इसाई मिसनरी दुवैका लागि श्राप बन्यो, तर भारतका लागि वरदान बन्यो, किनभने जेल जान साथै इभान स्टोक्सको भेट भयो। लाला लाजपत राईजीसँग हुन्छ र लालाजीले पनि उनलाई सबैभन्दा पहिले पढ्नका लागि सत्यार्थ प्रकाश नै दिनुहुन्छ। सत्यार्थ प्रकाश पढ्दै जाँदा इभान स्टोक्सले लालाजीभित्र देशभक्तिको अनौठो जागरण देखे। महर्षि दयानन्द सरस्वतीजीका बारेमा जाने र बुझे। समाजप्रतिको उनको सेवा भावनाबाट प्रेरित भई सत्यार्थ प्रकाशको अध्ययन गरे। अब स्यामुएल स्टोक्स भारतीय स्वतन्त्रता आन्दोलनमा भाग लिने एकमात्र अमेरिकी बने। जेलबाट बाहिर आएपछि उनको वैदिक दर्शन पढ्ने इच्छा अझ प्रबल भयो। उपनिषद, वेद र मनुस्मृतिको अध्ययन गरे र सन् 1932 हुँदासम्म एक अद्भुत घटना घट्यो र इभान स्टोक्सको हृदय परिवर्तन भयो। आफूलाई भ्याटिकन र इसाई धर्मको जालबाट मुक्त गरेर सनातन वैदिक धर्म अपनाएर आफ्नो नाम स्यामुएल इभान स्टोक्सबाट परिवर्तन गरी सत्यानन्द स्टोक्स राखे र साँचो ईश्वरको खोजीमा निस्किए। उनले अङ्ग्रेजीमा भगवत गीता अध्ययन गरे र यसलाई अझ राम्रोसँग बुझ्न प्रयास गर्दै संस्कृत सिके र त्यसपछि वेद उपनिषदहरूको अध्ययन गरे। 12 बगैँचामा नै घरको एक भागमा आर्य समाज मन्दिरको स्थापना गरे। त्यसमा काठका खम्बाहरूमा उपनिषद र भगवत गीताका शिलालेखहरू कुदिए। अर्थात् अब सत्यानन्द स्टोक्स एक वैदिक आर्य महात्मा बने। रोचक कुरा के छ भने उनले आफ्नो मात्र होइन परिवारका सबै सदस्यहरूको नामलाई पनि परिवर्तन गरे। उनले पत्नी इग्निसको नाम परिवर्तन गरेर प्रिय देवी राखे र छोराछोरीहरूको नाम प्रीतम स्टोक्स राखे। लालचन्द स्टोक्स, प्रेम स्टोक्स, सत्यवती स्टोक्स, तारा स्टोक्स र सावित्री स्टोक्स राखिदिए। सन् 1937मा हिमाचलको थानेदारमा आर्य समाज मन्दिरको निर्माण इतिहासमा सुनौलो अक्षरले लेखिएको थियो। त्यसबेला उनको आर्थिक सहयोगका लागि भारतीय उद्योग क्षेत्रका एक दिग्गज जुगन किशोर बिरलाले उनलाई प्रोत्साहित गर्न 25 रकम दिए। 1000 रुपियाँको योगदान दिए। उनले बनाएको यस मन्दिरलाई परम ज्योति मन्दिर वा अनन्त प्रकाशको मन्दिर भनिन्छ। 14 गते भदौ 1946मा सत्यानन्द स्टोक्सको प्रान्त महायात्रामा निस्किए। तर आजसम्म पनि मन्दिरका पर्खालहरूमा लेखिएका वेद र उपनिषदका मन्त्रहरू आर्य समाजको यस धर्मरक्षाको गुणगान गाइरहेका सुन्न सकिन्छ। यस अनौठो विचारधाराका भारतीय स्वतन्त्रता सेनानी र आर्य महात्मालाई आर्य समाजद्वारा शत शत नमन।